खासमा कुरा के रहेछ मेरो अगाडि भन्न नहुने। मुनाको भनाइअनुसार बाउको उद्देश्य नराम्रो छैन, तर फेरि कुरो के हो त भन्दै त्यहाँ चन्द्रे गहिरो सोचमा परेका हुन्छन्। अनि चन्द्रे आमा भएको ठाउँमा आएपछि तेरो ससुराको कुरा के रहेछ, के भन्न आएका थिए त, देख्ने बित्तिकै फर्केर गए भन्दै त्यहाँ चन्द्रेको आमाले प्रश्न गरेपछि मुनाको कुरा सुने अनुसार यिनको मनमा पाप चाहिँ छैन, खै किन यस्तो गरिरहेका छन्, मैले कुरा बुझ्न सकिरहेको छैन भन्दै त्यहाँ चन्द्रेको आमा र चन्द्रेको कुरा भइरहेको हुन्छ। अनि फेरि त्यहाँ चन्द्रेको आमाले भैगो बाबु यो कुरा अहिले नगरौँ, पछि भन्छन् होला नि। अनि तेरो अमेरिका जाने कुरा के भयो त भन्दाखेरि म नजाने भए आमा, उता बुबा पनि बिरामी हुनुहुन्छ, तपाईँ पनि बिरामी हुनुहुन्छ, कान्छो पनि नेपालमा नबस्ने जस्तो कुरा गरेको छ। कान्छो गएपछि घरमा एउटा छोरा मान्छे त चाहियो नि, त्यही भएर म विदेश नजाने निर्णय गरे आमा भन्दाखेरि यता मुना टुप्लुक्क आइपुगेर आमा उहाँ विदेश जानु हुँदैन, यतै केही गरेर बस्नुहुन्छ भन्दै त्यहाँ मुनाले चन्द्रे विदेश नजाने कुरा थाहा पाएपछि मुना त्यहाँ धेरै नै खुसी भएकी हुन्छिन् भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्त नमस्ते, जय नेपाल, बाई बाई।